नमस्कार, म आइबी भट्टराई। आज पनि तपाईँहरूको सामु एउटा म्याजिक लिएर आएको छु म। त्यो म्याजिक देखाउनको लागि मलाई तासको जरुरी हुन्छ। तपाईँहरू यो ग्रुपिङ मध्ये जो गरे भए पनि एक बुक तास ल्याइदिनुहोस्, फ्रेस उता दोकानबाट किनेर ल्याइदिनु होला। को जानुहुन्छ? मसँग छ तास? हजुर छ, मैले छ। ल लिएर आउनुहोस् न त। मलाई 2 मिनट टाइम दिनुहोस्, म लिएर आउँछु। ल ल हुन्छ ल, हस्। अब यहाँ हामी धेरै व्यक्तिहरू तासको लागि तास खेलेर बनिबास भएका छन्। यहाँ जित्नेले पनि हारेको हुन्छ, हार्नेले त हारेकै हुन्छ। जित्नेले कसरी हारेको हुन्छ भने उसले आज तासमा पैसा मार्छ र उसले भोज खुवाउँछ, पार्टी खुवाउँछ, उडाउँछ। 1 लाख आयो, 2 लाख आयो, यति खर्च के हुन्छ? खर्च गर्दा भन्छ अगाडि पछाडिलाई खुवाउँछ गर्छ, त्यो पैसा त्यत्तिकै जान्छ। हार्ने त हारोइ भइहाल्यो। त्यो कारणले गर्दाखेरि तास जितेर पनि फाइदा छैन, हारेर पनि फाइदा छैन। त्यसैले तपाईँहरू यो तास नखेल्नुहोस्। तासमा यस्ता यस्ता मान्छेहरू हुन्छन् कि हामी उल्टो पारेर हेर्छौँ र ती तास खेलाडीहरूले उल्टैबाट तासहरू चिनिदिन्छ। त्यो कारणले गर्दाखेरि जस्तोसुकै नयाँ तास होस्, उनीहरूसँग यस्तो खुबी हुन्छ कि तिनीहरूले तास पछाडिबाटै चिनिदिन्छ। जस्तै आज म तपाईँहरूलाई त्यही सो देखाउन गइरहेको छु। म आइबी भट्टराई। आज दोस्रो दिन पनि तपाईँहरूलाई म्याजिक सोको लागि आएको छु। ल आउनुहोस्, तपाईँ पनि आउनुहोस्। ल तास नयाँ तास हो। ल ठिकै छ। यो केही उको त उ गरेको छैन नि, नयाँ छ नि? भर्खर लिएर आएको थिएँ मैले। हो र सर। ल अब नयाँ रहेछ तास। नयाँमा त 4वटा जोगट हुन्थ्यो त। यहाँ रहेछ। ल अब म यो तासको खेल तपाईँहरूलाई देखाउँदैछु। यो तास हो, क्लियर छ। यहाँनिर अब यो क्लियर तासमध्ये म तपाईँहरूलाई एउटा यस्तो जादु देखाउँछु, जुन जादु तपाईँहरू हेरेर छक्क पर्नुहुनेछ। 1 2 3 4 5 6 7 मैले यहाँ 7वटा तास राखेँ। मजाले फेरिदिनुहोस्। यो जुन तास छ 1 2 3 4 5 6 7, यहाँ 7वटा तास छ। अब यो तास यहाँ त क्लियर छ, अहिले भर्खर खोलेको न्यू ब्रान्डेड तास हो। यी तासमध्ये तपाईँहरूले यहाँबाट यसरी फिसेर, म हेर्दिनँ कुनै पनि तास, तपाईँहरूले म अर्कोतिर फर्किन्छु। तपाईँहरूले यहाँ एउटा तास ल्याएर चेन्ज गरिदिनुहोस् कुनैमा पनि। यो तास 7वटा छन्, जस्तै कसरी चेन्ज गर्ने? टक्कै यो राख्यो, यो राखेर आफूले टक्क लाने, तर मलाई नदेखाउने। कुरो बुझ्नु नि? क्लियर हुन्छ नि तपाईँहरू? यहाँ म यतापट्टि फर्किन्छु। गर्नुभयो? एउटा तास चेन्ज गरिदिनुहोस्। एउटा मात्रै गर्नुभयो? ल यहाँ तपाईँहरूले एउटा तास चेन्ज गर्नुभयो। अब यो मध्ये कुन तास हो भन्ने कुरो मैले तपाईँहरूलाई देखाउनु पर्ने हुन्छ। यो तास हो, तपाईँहरूले चेन्ज गर्नुभयो। यो तास दुक्की हो। के को दुक्की? हुकुमको दुक्की। यो तास हुकुमको दुक्की हो। यो म्याजिक कसरी हुन्छ यस्तो? अब जस्तै सुन्नुभयो, अझै तपाईँहरूलाई फेरि पनि मैले बोकेको थिएँ, फेरि पनि तपाईँहरूले चेन्ज गर्नु मन लाग्यो। भाइले अन्दाजीमा पो जानु कि होइन? तपाईँहरूले यसलाई मजाले फिस्नुहोस्, एकचोटि बिसाउनुहोस्। अलि भाइले फिसेछ, अहिले म फिस्छु। फिस्नुहोस्, मजाले फिस्नुहोस्। म हेर्दिनँ, अझै मजाले फिस्नुहोस्।
एकदम अब त एकदम थाहा नपाउने गरी फिसियो नि मैले ल फिसियो ल ल अब एउटा एउटा गरौँ एउटा तास चेन्ज गरिदिनुहोस् त्यहाँ पाइको जस्तै सेम चेन्ज भयो ल चेन्ज भयो अब तपाईँहरूले चेन्ज गर्नुभयो कुन तास चेन्ज गर्नुभयो त अहिले भने तपाईँले निकै ठुलै तास राख्नुभएछ बादशाह राख्नुभएछ हुकुमको वाव वाव एउटा रनिङ म्याच अब तपाईँहरूले देख्नुभयो यहाँ अहिले भर्खर एउटा नयाँ सिला आयो तास खेल्नु पर्यो भने त सबै जान्दैन नि अब यहाँ जम्मै हारिहाल्छ नि यतिमध्ये फेरि तपाईँहरूलाई म एउटा जादु देखाइदिन्छु मलाई त क्यासिनोमै लिएर जानु पर्ला मेरो पार्टनर बन्नुहुन्छ हजुरले पार्टनरमा अब म अघि नै चाहिँ तास खेल्नु म सबैलाई यस्तो शिक्षा दिएर जाँदैछु कि जसले तास नखेलोस् तास खेल्नु हुँदैन हामी सोधा सिधा छौँ तर यो तासको लागि माहिर व्यक्तिहरू मलाई छन्। पो खेल्न मन लाग्यो यस्तो जान्दैन पैसा बाहिर अब तपाईँहरूलाई म अर्को एउटा जादु देखाउँदैछु जुन जादु छ यो यो विशाल ठुला ठुला डनहरू यस्ता यस्ता डनहरू छन् होइन जुन डनहरूलाई चाहिँ जहाँ जस्तो सुकै उसमा हुने पनि बन्द गरे पनि तिनीहरू कहिल्यै पनि त्यहाँ बसिरहेको रहेछ तिनीहरू त्यहाँबाट फुत्किँदा रहेछन् त्यसको लागि मैले तपाईँहरूलाई एउटा यस्तो जादु देखाउँदैछु होइन तास फिट्नुहोस् मजाले मजाले फिट्नुहोस् सबै फिल्ममा पाउनु ल यहाँ हेर्नुहोस् अब यो डनहरू सुन है 4 भाग लगाइदिनुहोस् चार भाग जम्मै तास सबै तास चार भाग टाक टाक राखिदिनुहोस् होइन 4 भाग 4 भाग लगाइ पहिले त्यहाँ हेर्नुहोस् यहाँ एका छ कि छैन चेक गर्नुहोस् चारवटा एका निक्लिसकेर पनि कहाँ हुनु सधैँ मजाले हेर्नुहोस् है छैन नै एका भयो, नयाँ तास 52 तासमा चारवटा निक्लिएपछि कहाँ हुनु चार भाग लाउनु होइन त 4 भाग लगाइदिनुहोस् जति लाग्यो नि भयो अँ, 4 भाग लाउनु हो मैले यो 4वटा एकालाई यहाँनिर राखिदिएँ सुन्नुहोस् है अब मैले एउटालाई यहाँ एउटालाई यहाँ एउटालाई यहाँ राख्ने सुन है अब यिनीहरूलाई कभरिङ टाक्कसँग त्यहाँ राख्ने अब यिनीहरू के भनेदेखि यी 4वटा एका भनेको यी 4वटा विशाल ठुला ठुला डनहरू यिनीहरूलाई जस्तो सुकै ठाउँमा जहाँ थुने पनि यिनीहरू त्यहाँ हुँदैन थिए एक दिन एउटा निकै ठुलो एउटा जुन जुन क्रिमिनलहरू यस्तोलाई पक्र्ने एउटा संस्था रहेछ त्यसले चाहिँ 4जनालाई एकै ठाउँ पक्रेर लगेर एउटा विशाल ठुलो बिल्डिङमा चाहिँ तल्लो फ्लोर यो दोस्रो त्यस्तो गर्दै 4वटा चाहिँ छुट्टा छुट्टै फ्लाइटमा राख्दैछ राखे पछाडि अन्तदेखि भोलिपल्ट खाना दिन जानको लागि एकजना खाना दिने मान्छे जाँदाखेरि त्यहाँ पनि छैन त्यहाँ पनि छैन कहीँ पनि छैन मान्छेहरू फरार भएछन् भनेर चाहिँ खोजी भएछ अनि त्यहाँदेखि कहाँ गयो त भन्दै खोज्दै खोज्दै जाँदाखेरि माथिल्लो तलामा बसेर 29 खेल्दै थियो पठाइदिनुहोस् माथिबाट मासु तलमा बसेको थियो जम्मै पठाइदिनुहोस् 1 2 3 4 यो के हो यो कसरी गर्नु कतै यो सबै यो यही त साँच्चै नै राम्रो जादु गर्नुहुन्छ सिक्न मन लाग्यो अब जति के छ भने हामीलाई सिकाइदिनुहोस् न यहाँ हेर्नुहोस् है अब यो तास यो म्याजिक हो नयाँ तास कुनै ऊ छैन चिटिङ छैन केही छैन एकदम फ्रेस तास छ कुनै होइन तपाईँहरू यहाँमध्ये मजाले यसलाई खिच्नुहोस् यहाँ कुनै झ्याल झ्याल केही छैन यो अड्केर यो कपडा खिच्नुहोस् होइन तपाईँ आँखा चिम्लेर खिच्नुहोस् आँखा चिम्लेर अब तपाईँहरू त आउनुभयो होइन तपाईँहरूलाई त मैले अब चिनेको छैन हजुरको नाम के अरे मेरो गङ्गा गङ्गा भट्टराई घर बिर्तामठ तपाईँको मेरो राज अधिकारी राज अधिकारी घर इटली हो इटली अब म आइपी भट्टराई आइपी भनेर चिन्छन् सबैले मलाई म सानैदेखि तास नखेल्नु भन्ने सन्देश दिँदै हिँड्छु र यो मैले तासमा बिग्रेका व्यक्तिहरूलाई तास नखेलुन् भन्नको लागि नै म यो सो गर्दैछु अब
फिस्नु पनि आँखा चिम्लेर फिस्दिनुहोस् मजाले आलिसकेँ मैले पिसिसकेँ यता पनि फिस्दिनुहोस् क्लियर गरेर यता पनि खेल्नुपर्छ जस्तो लाग्न थाल्यो यस्तो राम्रो कुरो हेर्दाखेरि त सबै जाइँदो रहेछ होइन है राखिदिनुहोस् अब यहाँ तपाईँले काटिदिनुहोस् जहाँबाट हुन्छ एउटा तास यहाँनिर राखिदिनुहोस् एउटा तास राखेँ राख्नुभयो यो तपाईँले तास राख्नुभयो चिडीको चौका के अरे चिडीको चौका हामीले हेरेको छैनौँ आँखा त सबै छर्लङै देखिन्छ कि फेरि एकपल्ट फिस्दिनुहोस् कुन जात हो यो तपाईँहरू सबैजना हेर्दै हुनुहुन्छ नि एकदम ल। सबैजना हाँसिराख्नु भएको छ फेरि फिस्नुहोस् लु फिस्यौँ तपाईँले अघि कसले निकाल्नु भएको थियो उहाँले निकाल्छ यसो गरौँ अब यहाँ बाहिरकोलाई मगाउँ अरू बाहिरकोलाई मगाउँ हामीले गर्नु भएन एकजना सर आएर हजुर आएर सर आइदिनु सर एउटा निकालिदिनुहोस् सर डराउनु भयो कि हामी तपाईँहरूलाई अस्ति नै पनि मैले देखेको थिएँ तपाईँहरूलाई सर आइदिनु आएर निकालिदिनुहोस् एउटा कुनै पनि तास निकालिदिनुहोस् जान्थ्यौँ कि सरले हेरिराख्नु भएको छ एउटा निकालिदिनुहोस् कुनै पनि सरले निकालिदिनु अब यो तास तपाईँहरूले हुकुमको एक्का यो हुकुमको एक्का के अरे भोटेको होइन हुकुम भनेको भोटेको एक्का अब फेरि यहाँ के छ नि चिटिङ होला केही होला कसरी यसले जानु बाबुदुरुवा मिलेकामा थियो कि भन्छ नि मान्छेहरू अरू तपाईँहरू मध्ये एकजना कोही आउनुहोस् आउनु सर आउनुहोस् अति छ ल ल तपाईँ आफै फिसेर एउटा निकालिदिनुहोस् सरमा हामीले दिने उगाडी भिड्नुमा आएन कि तपाईँको अझै भिड्नु तासो त खेलाइलियो जस्तो छ सर तपाईँले निकाल्नु भएछ चिडीको अट्ठा के अरे चिडीको खोइ हामी त चिडीको अट्ठा के छ त्यहाँ चिडीको अट्ठा यहाँ के छ भने हामी म के भन्छु भने हामीले धेरै युट्युबहरूमा हरेकतिर हामीले म्याजिक सोहरू हेर्छौँ त्यहाँनिर के हुने गरेको हुन्छ क्यामेराले खिच्दै झिलिक्क एडिटिङ गर्दै मिलाएको हुन्छ यो हाम्रो कुनै एडिटिङ छैन केही छैन नि हामी संलग्न छौँ एकदम हामी clear। पूर्व र पश्चिमका छौँ यहाँ मान्छे भेला यो जुन छ जे छ यो एकदम ओरिजिनल छ र म तपाईँहरूलाई एउटा के शिक्षा दिन्छु भने यो हाम्रो juntarammedia.com हामी चाहिँ कन्काई इन्टरनेसनल फिल्म प्रोडक्सन हाउसबाट यो कन्काई media.com यो च्यानलबाट हामी चलिरहेका छौँ र यहाँ हाम्रो जहिले पनि सन्देशमूलक मात्रै कार्यक्रमहरू हुन्छ सन्देशमूलक यी जस्तै अब तास हामी खेल्छौँ मान्छे फलास खेल्छन् यसरी टक 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 बाँडेर अब यसरी बाँडिरहेको हुन्छ तीन पत्ती तास हुन्छ तीन पत्ती तास भयो बाँडेको हुन्छ के गर्छ त्यहाँ अघि उसले थाहा पाउँछ त्यहाँ फलास गएको छ कि बडी गएको छ कि होइन जुट गएको छ कि अरूको भन्दा आफ्नो सानो भयो भने हपिदिन्छ आफ्नो भन्दा अर्को ठुलो भयो भने के गर्छ चल्छ अब यस्तो बासा बढी मात्रै छ भने यस्तोमा चल्दैन मान्छेले के गर्दैन चल्दैन यो यतिकै आउन सक्छ यतिकै पनि जान सकिन्छ किन जाने बासा बढी हो यो बासा बढी हो हो भनेपछि तास त यो सबै जोसँग खेल्यो नि जित्ने तास त जितिहाल्ने ल हेर्नुहोस् के गर्नु यो कारणले गर्दाखेरि फलासमा फलास खेल्दाखेरि हजुरले कहाँबाट सिक्नुभयो सबै कुरा यो- कसरी सिक्नुभयो अचम्म भयो जान मन लाग्यो क्या मलाई यो मेरो माइन्ड मास्टर माइन्ड यो म सानैदेखि धेरै मान्छेहरू बिग्रेका धेरै अहिले म खाली हात त्यत्तिकै हिँडेर गएँ भने पनि म केही कसैलाई डुबाएर मारेर लिएर आउन सक्छु तर यसमा मारेको पैसाले कसैको भलो हुँदैन त्यो कारणले गर्दाखेरि लालच नगर्ने तास नखेल्ने होइन हारेको पनि छैन तास खेलाइनु त म अरूको खाँदिनँ म मार्न चाहनु भने धेरै मार्छु अब तपाईँले देख्नुभयो टेक्निक होइन अब तपाईँहरूले एउटै मात्रै हेल्प के गरिदिनुहोस् हाम्रो यो juntarammedia.com-लाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् र यो सबैलाई सेयर गरेर यो सन्देश छरिदिनुहोस्
यो त हामीले अब तपाईँहरूले पनि साथीभाइलाई नि भन्नै पर्यो नि त, हेरै जाने खुसी लाग्यो हजुरहरूले पनि अब हेरिदिनु भयो तपाईँहरूको अगाडि मैले यो सो गरेँ अझै पनि बा यसले केही पो गरेको थियो कि केही गरेको थियो कि अब 10 हेर्नुहोस् मिनट सक्यो अब सक्यो हेर्नुहोस् हाम्रो साथीभाइ गर्न थालिसक्यो हामी आज हामी होइन ठिकै छ अब पर्ने होला एकछिन होइन, ठिकै छ। तपाईँलाई त लागिरहेको ल होइन ठिक छ अब जस्तै तपाईँ पर्छ पर्छ एकछिन पर्छ लास्टचोटि एकचोटि फिस दिनुहोस् लास्ट अब चाहिँ मजाले अझै होइन म त अघि बात चिन्न लगाएको भन्दा नयाँ तास हामीले किनेर ल्याएको फेरि हामीले अब किनेर ल्याएको नि दोकानबाट त दोकानमै त घुस पाएको थिएन होला नि यो त होइन नयाँ तासलाई त अब तपाईँहरू कुन दोकानबाट ल्याउनु कहाँबाट ल्याउनु कुनै पनि अझै पनि तपाईँले 10वटा बुक ल्याउनु होइन यो त हामीले थाहा भयो हामी आफै गएर किनेर ल्याएको तास हो नि एउटा राखिदिनुहोस् यहाँ कुनै राखिदिनु भयो तपाईँलाई चाहिँ एकदम कालो रङसँग चाहिँ एकदम तपाईँ चाहिँ को हुनुहुँदो रहेछ थाहा भयो बाहिरबाट थाहा भयो हामीले के थाहा देख्यो हुकुमको दल हुकुमको दलै छ हुकुमको दल हामी सकिनौँ यो जादु छ नि साँच्चै जादु खुसी लाग्यो धन्यवाद तपाईँलाई दुःख दिए तपाईँ रात अधिकारी होइन गङ्गाबाट ल यो मेरो सो हेर्दै गर्नु होला यस्तो आइरह्यो भने सब्सक्राइब गरिदिनुहोस् जुन तारा मिडिया.com जुन तारा हामी सब्सक्राइब धन्यवाद हजुरहरूले पनि हाम्रो च्यानललाई माया गरिदिनुहोस् देख्नुभयो एउटा सन्देशमूलक मैले समाजमा सकारात्मक सोच बोकेर तपाईँहरूलाई यो खेल नखेल्नुहोस् तासमा जितेर पनि फाइदा छैन हारेर पनि फाइदा छैन तपाईँहरू अहिले यतिमध्ये जति पनि बुकहरू लिएर आउनुहोस् मेरो अगाडि सिलप्याक लिएर आउनुहोस् म सबै तास देखाइदिन्छु चिनेर म जस्ता हजारौँ लाखौँ व्यक्तिहरू छन् त्यो कारणले तास नखेल्नुहोस्